नयाँ पुलमा यहाँ खाजा चाहिँ खाएर रेडी छौँ। होली मनाउँदैछौँ हामी चाहिँ यहाँ अहिले नयाँ पुलमा। अब यहाँबाट कहाँ जाने आइज त एबिसी ट्रेक यहाँबाट अफिसियली सुरु हुन्छ। झर्ना छ फाइनली गाइज होलीको दिन हाम्रो फर्स्ट डे। हामी यहाँसम्म गाडीमा आयौँ, अब जिपमा आयो। यहाँबाट हामी माथि आधी घन्टाको बाटो हिँडेर फेरि अर्को जिप चढ्ने अनि त्यहाँबाट माथि झिनु पुग्ने। हाम्रो टोलीहरू यता छन्, 2 जना यहाँ, बाँकीकाहरू त्यहाँ छन्। स्टार्ट भयो अफिसियली स्टार्ट भयो। हामी यहाँ सामरुङको पुलमा छौँ, यो झिनु डाँडा जाने ठाउँतिर। झुलुङ्गे पुल छ यहाँ। झिनु डाँडाको पुल यो चाहिँ। तल हेर्दाखेरि कति गहिरो छ। झिनुमा आइपुग्यो। यताबाट रहेछ नि त बाटो। के हुँदैन आइज न। खच्चडहरू छ नि यिनीहरूलाई बाटो चाहिँ आफै थाहा हुन्छ हो। उनीहरू हिँडिरहने बाटो नि त यताउति नचल क्या। झिनु 1750 मिटरमा छ अहिले हामी। ल्याएछ अरूहरू चाहिँ अलिक परै छन्, उताबाट आउँदैछन् हाम्रो अर्को टोली। सिनुवा जाँदै अहिले चाहिँ हामी झिनुमा खाना खाएर सिनुवा जाँदै। यस्तो छ बाटो चाहिँ। अब यही माथि हुँदै त्यहाँ परतिर पुग्नुपर्छ हामी। यो माथि टपमा हामी चाहिँ लालीगुराँस भएको ठाउँमा आइपुग्यौँ अहिले। यहाँ लालीगुराँस फुलिरहेको मस्त। हाम्रो पछाडिबाट आउँदैछन् लाइनै आफ्नो सामान बोक्दै। लालीगुराँस भर्खरै मात्र रेनकोट राखेको, फेरि पानी परिसक्यो। क्लाइमेट चाहिँ एकदमै अनप्रेडिक्टेबल रहेछ, प्रेडिक्टै गर्न नसक्ने। पानी पर्यो गाइज। हामी चाहिँ अब लोवर सिनुवा जाँदै। भाइ यहाँ छ। अब लोवर सिनुवा भनेको त्यो त्यहाँनिर लोवर सिनुवामा जाने हो। हामी त्यहाँबाट माथि हो। त्यहाँबाट अनि पछि माथि अप्पर सिनेमा माथि छ, त्यहाँनिरसम्म पुग्ने हो। आजको डेस्टिनेसन त्यहाँ हो। अब बल्ल हामी यहाँ टिकट काट्ने ठाउँमा आइपुग्यौँ। यहाँबाट टिकट काटेर चाहिँ बल्ल यताबाट माथि लाग्ने। हामी 2 जना यहाँ आइसक्यो, माथिबाट आउँदैछ। काटेर गइसक्यो। अब हामी टिकट काट्छौँ। चाहिँ यहाँ सानो स्तूपा जस्तोमा आएको छौँ अहिले।
हामी चाहिँ भर्खरै यहाँ एउटा झुलुङ्गे पुल कटेर आयौँ त्यहाँ परको झुलुङ्गे पुल उता परको अब हाम्रो यहाँबाट उकालो चढ्नुपर्छ यस्तो उकालो छ माथि यही बाटो सिधा माथि अब हामी यहाँबाट चाहिँ डाइरेक्ट कहाँ जान्छौँ भन्दाखेरि लोअर सिनेमा पुग्छौँ त्यहाँबाट फेरि माथि बस्न चाहिँ हाम्रो एकदम माथि छ अप्पर सिनेमामा बस्ने हो हाम्रो साथीहरू आउँदैछन् यहाँनिर मजाले 2 जना हाम्रो भाइको पछाडि भविष्य र हाम्रो दत्त सर आउँदै हुनुहुन्छ यहाँ अब बाँकीका हाम्रो कपाल जोडी चाहिँ पछाडि छन् आउँदैछन् हामी 4 जना चाहिँ यहाँ भेला भएको छौँ अहिले लाली गुराँस केटाहरूले खाएर सकिसक्यो यहाँनिर एकदमै खानाको कमी भएको छ हामीलाई अब हेर्न सक्नुहुन्छ हामी जस्तो जे खाएर भए पनि बस्नुपर्ने हुन्छ नि चाहिँ अब सुरुमा लाली गुराँस भयो त्यसपछि अब बिस्तारै बिस्तारै हाम्रो लेक्जो चाहिँ खच्चडको गु पनि खच्चडले बाटोमा खानेकुरा छोडिरहेको हुन्छ त्यो खाएर पनि जान सक्ने हुन्छ अब चाहिँ त्यहाँ भनेको थियो 1500 स्टेप्स भनेको थियो 300 स्टेपसम्म चाहिँ गर्ने हामीले त्यसपछि चाहिँ अल्छी लाग्यो माथि जाँदैछन् भर्खरै यो ओह्रालो यो उकालो चढेर आएको हामी चाहिँ पर छन् हरियोमा चाहिँ हाम्रो जोडाहरू सुगाको जोडा म र भाइ चाहिँ यहाँ छौँ अहिले अब यहाँबाट अझै माथि जानुपर्छ माथि गएपछि बल्ल लोअर सिनेमा आउँछ त्यहाँबाट अझै माथि अप्पर सिनेमा लगाइज लोअर सिनेमामा गएर भेट हुन्छ हाम्रो ल धेरै स्ट्रगल पछि माथि लोअर सिनेमा आइपुग्यो यस्तो छ बाटो चाहिँ यहाँबाट माथि भर्खरै लोअर सिनेमा आयो अब यहाँबाट फेरि अप्पर सिनेमा 1 घन्टा 1.5 घन्टाले टिक 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 भ्यू चाहिँ यस्तो छ यहाँनिर चाहिँ घाम लागिरह अनि यता चाहिँ पुरा अघि पानी परिरहेको थियो हामी यताबाट आउँदैछौँ यहाँबाट माथि हामी चाहिँ अझै अप्पर सिनेमामा जान लाग्छौँ अझै 30 मिनट लाग्छ भने चाहिँ मान्छेहरूले तर हाम्रो स्पिडले 1 घन्टा लाग्न सक्छ है ल यहाँनिर बसेछन् सबसे फर्स्ट आउने ग्रुपहरू यिनीहरू त्यसपछि म त्यसपछि यहाँ आउँदैछ भाइ त्यसपछि त्यहाँ बहिनी छ अन द वे टु अप्पर सिनेमा माथि जाँदैछन् यहाँ लाली गुराँस छ हल्का हल्का पानी पर्दैछ अनि यो सिन चाहिँ यस्तो छ अब त अलि अँध्यारो आउनु थाल्यो ल धेरै हिँडेपछि अलिकति ब्रेक लिएको हामीले चाहिँ यहाँनिर छ अप्पर सिनेमा जाँदै हो ब्रेक चाहिँ किन लिएको भन्दाखेरि रिजन चाहिँ यो उकालो देखेर अलिकति ब्रेक लिम कि भनेको अब हामी 1 मिनट जति ब्रेक लिन्छौँ त्यसपछि माथि चढ्छौँ हामी चाहिँ अप्पर सिनेमाको भर्याङ चढ्दैछौँ यस्तो छ भर्याङ चाहिँ एकदम माथि छन् सिधा न सिधा माथि पुगेका छन् 3 जना बाँकीका 2 जना आउने बाँकी छन् अझै
अब अँध्यारो नि हुन लागिसक्यो। यस्तो छ वेदर। लोअर सिनेमाबाट 1.5 आवर जति हिँडेर हामी अप्पर सिनेमा आइपुगेको छ। यो अप्पर सिनेमा। डे 2 स्टार्ट भयो हाम्रो अप्पर सिनेमादेखि। हामी सबजना अब रेडी भइरहेछौँ। लेट्स गो। हमने चाहिँ सर्ट ब्रेक यहाँ रेडबुल खा। अरू भाइ यहाँ छ रेडबुल खाँदै। दुईजना यहाँ छन्। अघि आउँदाखेरि यस्तो घाममा थियो, अहिले यहाँ हेर्दाखेरि पुरै बाफ आइरह। यहाँ यो पुरै ठाउँ चिसोले यस्तो छ। हामी फाइनली 1 आवरको भागपछि फाइनली ब्याम्बो आएको छ। नाउ नेक्स्ट स्टप दोभान। 1 आवर 45 मिनट लाग्ने रहेछ दोभान पुग्नलाई। हेलो ठाउँ हेर्ने कस्तो ठाउँमा छ हामी भए देखाउँछु तिमीहरूलाई। ल हेर यस्तो छ। आउँदाखेरि चाहिँ यहाँनिर पौडी हानिदिनुपर्छ क्या यार। ओए हेर पानीको सफा कति छ पानी हेर केटा हो। तिमीहरू चाहिँ घरमै बस्छ, हामी यहाँ यस्तो ठाउँमा आइसक्यो। हामी चाहिँ अब यहाँ मुख धुन आएको। यहाँ to ABC। हामी तल झरनाबाट माथि आउँदैछु है। एकदम उकालो थियो आउँदैछु र यहाँ एउटा स्लोगन लेखिएको छ सेभ द ट्री। रुख नकाटौँ अनि 4 पनि नफालौँ। एबिसी ट्रायलमा, एबिसी ट्रायल मात्र होइन कुनै पनि ट्रायलहरूमा यसरी 4 नफालौँ। बाई त्यहाँ अघि उकालो चढेर हामी अलि अगाडि आइपुगिसक्यौँ। यहाँनिर पिङ्कवाला लाली गुराँस छ, पिङ्क।
अघिको ठाउँमा तल पानी भरेर हामी माथि आउँदैछौँ र भ्यू हेर्ने यहाँको। यहाँ चाहिँ माछा पुछ्रे छ अघिको त्यो भ्यू पोइन्टबाट, त्यो अघि माछा पुछ्रेको भ्यू पोइन्टबाट हामी अब कहाँ आइपुगेछौँ भन्दाखेरि फाइनल्ली दोभानमा हाम्रो इन्ट्री भएको छ। दोभान 2505 मिटर यहाँनिर आइपुगेका छौँ र दोभानको हाम्रो भ्यू हेर्दाखेरि चाहिँ माछा पुछ्रे हिमाल अगाडि देखिरहेछौँ। यहाँ हेर्न सक्नुहुन्छ माछा पुछ्रे झन् क्लोज आइपुगेछौँ हामी माछा पुछ्रे। हाम्रो टोली यहाँ छन्, 2 जना अगाडि, 2 जना यहाँनिर। हाम्रो ऋषभ यहाँ छ सर यता। ल हाम्रो बहिनी त्यहाँनिर फोटो खिच्दै हुनुहुन्छ। यहाँ भ्यू छ, एप्पलिङ भ्यू माछा पुछ्रे। हामी म्याप हेर्छौँ अब। भाइ ल हेर्न सक्नुहुन्छ हामी यहाँ आयो। 2 घन्टा सक्यो यहाँबाट भनेपछि हामी अहिले यहाँनिर छौँ, यहाँनिर दोभानमा। दोभानबाट अब हिमालय हामी कति मिटरमा छौँ भन्दाखेरि 2505 छौँ अहिले। त्यहाँबाट अब हाम्रो अल्टिट्युड गेन हुँदै हुँदै 2873 मा अब अर्को ब्रेक। माछा पुछ्रेको काखमा रिभर, हामी अब खोला तरेर पारी जान्छौँ। त्यसपछि हिमालयमा ठिक सर्ट ब्रेकमा बसेको हामी चाहिँ अहिले। भाइ अघिको सानो ब्रेकपछि त्यहाँबाटको 2 मिनटको वाकपछि यहाँनिर हामी बल्ल अप्पर दोभानमा आइपुग्यौँ। यस्तो छ भ्यू चाहिँ र माथि माछा पुछ्रे हाम्रो भाइ त्यहाँ छ अप्पर दोभान। यो चाहिँ हिम पहिरो आएको ठाउँ। अब हामी यहाँबाट यसरी तलबाट जान्छौँ। पुरै माथिदेखि हिम पहिरो आएको छ, पुरै यो बरफ छ, यो बरफै बरफ। जाउँ जाउँ ट्रेल त हेर्न कसरी हो त्यसरी जा जा गाडा लठी गाडा लठी यसरी गाडिदेऊ न। गाडा गाडा के झ्याप्पै गाडा न। खुट्टा गडाइ राख्नु पर्यो है। ल ल ल गइहालौँ। बरफ नष्टै गाह्रो हुँदो रहेछ हिँड्नलाई चाहिँ।
माथिदेखि हिम पहिरहेको यता छ। मस्त हिउँहरू जमेको ठाउँ आयो। अब चाहिँ माथि चाहिँ हिउँ पनि परिरहेछ भन्दैछ। यहाँ चाहिँ अहिले यस्तो खालको बरफहरू मात्रै छ। भात खाएर हिँडेको भर्खरै 15 मिनट भयो भात खाएर हिँडेको। अगाडि जाँदैछन् हाम्रो 4 जना। खाना खाने ठाउँबाट 45 मिनट्स 30 मिनट्सदेखि 45 मिनट्स हिँडेर अभालान्चवाला एरियामा पनि क्रस गरेर हामी यहाँ एउटा मन्दिर जस्तोमा आएका छौँ। मन्दिर चाहिँ हेर्नु र अझै एट्र्याक्टिभ भ्यू भनेको चाहिँ यता फाइनल्ली गाइज डेस्टिनेसन अझै नजिक हुँदै गएको छ। हामी यहाँ बसेर हेरौँ कस्तो भ्यू देखिँदो रहेछ त ल। यो क्यामेराले अझ राम्ररी ब्युटी क्याप्चर गर्न सकेको छैन। त्यहाँ हेर्दाखेरि मेरो गर्ने हेर्नु न के हो यो। यो अघिको झरनापछि हामी चाहिँ अहिले अलि सरप्राइज भएका छौँ। किन भन्दाखेरि उकालोहरू धेरै छैन भनेको थियो, तलदेखि उकालोहरू धेरै रहेछ। हिजो जस्तो त अलिक थिएन, त्यही पनि थोरै थोरै थियो। अब अहिलेको उकालो लगाइज यही हो। अब नरोकिकन बिस्तारी जाने हामी चाहिँ 50 स्टेप पछि त यस्तो यो उकालो देख्दाखेरि कस्तो लागिरहेछ त हजुरलाई? यो उकालो देख्दा कस्तो लागिरहेछ? भेरी नर्भस। मरिन्छ। फेरि उकालो देख्दा कस्तो लागिरहेछ? अचम्म कति उकालो हो यो त। ल हाम्रो बहिनीलाई कस्तो लागिरहेछ यहाँ उकालो देख्दा? ल भविष्यले लिड हान्दैछ। भविष्यपछि बहिनी, त्यसपछि भाइ, त्यसपछि लोकेश हाम्रो लेक सो सर माथि जाँदै हुनुहुन्छ। ल अब हामी पनि लागौँ माथि। ट्रायल एबिसी ट्रायल जस्तो छ। हामीले यो उकालोले उकेर आएको। अब अझै माथि जानु छ। आज अलिकति त्यो मन्दिरदेखि चाहिँ अलिकति उकालो धेरै परेछ, त्यही पनि ठिकै छ। हामी हिँड्दैछौँ बिस्तारी बिस्तारी। कहीँबाट आएको? यतैबाट आएको नि। ल ल ओके कम। अब अझै माथि पुगेपछि देखाउँछौँ हामी भ्यू कस्तो हुँदो रहेछ। भर्खर पानी पर्न थाल्यो, त्यही भएर रेनकोट लगाएको। त्यो अघिको उकालो उफ्रेपछि यहाँ हामी अहिले यो ठाउँमा आइपुगेछौँ। यहाँबाट झर्ना छ, लु हेर्न सक्नुहुन्छ। फाइनली गाइज दोभानमा, अप्पर दोभानमा हामीले खाना खाएर अलि हिँडेर बल्ल हामी 2505 मिटरबाट हामी अहिले 2900 मिटरमा आइपुगेको छौँ। यो ठाउँको नाम चाहिँ हिमालय हो। 2900 मिटर
हिमालय हिमालयमा हामी अब एकछिन रेस्ट गर्छौँ 5 मिनट जति। यस्तो छ भ्यू चाहिँ, हल्का हल्का पानी परिरहेछ, रेनकोट लगाइरहेछ अहिले त। यहाँ रेस्ट गर्दैछन्, बाँकीका आउँदैछन् त्यहाँनिर। त्यो उकालो हिँडेपछि हामी ब्रेकमा छौँ अहिले। हेलो, यस्तो पुरै असिना परिरहेको छ यहाँ चाहिँ। रोड यस्तो छ अहिले, सी अझै माथि जानु छ, एकदम माथि रोड यस्तो छ। हामी हिउँ नपरे भएपछि यस्तो यो असिना नपरे भए चाहिँ सजिलै हुन्छ, तर अलिक गाह्रो पर्ने रहेछ अहिले चाहिँ असिना भएर। वेदर पनि त्यस्तै छ। त्यहाँ मुन्नीबाट भाइ आउँदैछ, एकदम टाइम लाग्छ आउनु चाहिँ। सेकेन्ड एभालान्स वाला स्पोर्ट्स आयो। यहाँ पनि हिम पहिरो परेको भएको रहेछ यो एभालान्स। यस्तो एरियामा चाहिँ धेरै बेर बस्नु हुँदैन अरे, सो हामी चाँडो यसलाई क्रस गरिहाल्छौँ। यस्तो छ वेदर, पानी पर्दा मस्तले। अब यहाँ चाहिँ हामी मजाले आगो ताप्दैछौँ हामी चाहिँ। अब वेदर चाहिँ अझै पनि पानी धर पुग्छ। ओहो, वेदर इज गेटिङ टु वर्स। है वेदर यस्तो भइरह अहिले। अब हामी चाहिँ यहाँ पुरै भिजिसक्यो, यहाँ पुरै भिजिसक्यो। हाम्रो पारा चाहिँ कस्तो छ भन्दाखेरि यहाँनिर हात तापिरहेको छौँ हामीले। फाइनली 30 to 100 मिटरमा आइपुग्यौँ हामी। ट्रायल चाहिँ एकदमै रिस्की थियो, त्यही भएर ट्रायलको चाहिँ खिच्नलाई अलिकति मान्छेहरूले गाइडहरूले नखिच्नु भने सुई हिँड्दै आएको हामी। 30 to 100। रातिको कन्डिसन ल गाह्रै छ यो। हेलो गाइज, गुड मर्निङ फ्रम देउराली। हिजो चाहिँ वेदर अलि नराम्रो भएर मैले खिचेन। देउराली 30 to 100 मिटर प्यानोरामिक भ्यू। हामी चाहिँ यहाँ फोटो खिच्दैछ अहिले, र यहाँको भ्यू हेर्दाखेरि चाहिँ यस्तो छ। हिजो बेलुका हिम पहिरो आएको ठाउँ चाहिँ यही हो। यो सानो पहिरो आएर यतातिर, सानो नि के भन्नु, ठुलै रहेछ। रिसो पनि सही आएको अरे यहाँबाट। चाहिँ यहाँ सबैलाई अब स्पाइक्सहरूलाई वरि रेडी भयौँ जानको लागि माथि एमबिसीमा। सबजना रेडी छौँ। यहाँ भाइ छ माथि, हाम्रो दत्त सर हुनुहुन्छ यहाँ। यता हेर केटा हो,
ल बहिनी यता यता ल यता हाम्रो इन्ट्रो हुँदैछ यहाँ अब यहाँबाट हामी सुरुमा एमबिसी त्यसपछि सबै कुरा वेदरहरू सबै कुरा राम्रो भयो भने त्यहाँबाट डाइरेक्ट एबिसी लेट्स गो हामी चाहिँ यस्तो ट्रायलमा हिँड्दैछौँ अहिले यस्तो चाहिँ ट्रायल यहाँ भाइ छ कृतिका यहाँ ऋषभ एकदम एक्साइटमेन्ट भइरहेछ जानको लागि ब्याट्री टिक्दैन एक्साइटमेन्ट चाहिँ फुल छ ल अलि अगाडि गएपछि फेरि केही नयाँ भ्यू आयो भनेदेखि देखाउँछु यहाँ हामीले अगाडि चाहिँ अन्नपूर्ण थर देखिरहेको छ यहाँ यो अगाडिको अब लगभग अन्नपूर्ण देखिन थालेको छ हाम्रो यो अगाडिको चाहिँ अन्नपूर्ण थर्ड हो ल अर्को नयाँ भ्यू आएपछि फेरि आउँछौँ हामी अब चाहिँ हामी यहाँबाट खोला पारी गएर यस्तो माथि जाँदो रहेछौँ होइन रमाइलो भइरहेको अब खोला पारीबाट चाहिँ हामी जान्छौँ हाम्रो यहाँनिर बुद्ध देखिएको थियो ए माथितिर नेचुरल बुद्ध बनेको छ तर अहिले हेर्न चाहिँ गाह्रो हुन्छ जो हाम्रो ट्रेक चाहिँ यस्तो भइरह यहाँ चाहिँ एभालेन्स रिक्स एरिया रहेछ यहाँ चाहिँ त्यही भएर हामी जति सक्दो त्यति चाँडो उता जान खोज्छौँ यहाँबाट अब खोला पारीबाट माथि चढ्ने अब 7500 मिटरसम्म हाम्रो एमबिसी फर्स्ट टार्गेट त्यहाँ छ यहाँबाट फेरि माथि हो हामी चाहिँ लाइन लगाएर हिँडिरहेछौँ किन भन्दाखेरि अगाडि अलि स्लो हिँडिरहनु भएको छ स्लो मुभमेन्ट छ र हामी यहाँनिर हिमाल चाहिँ एकदम गोल्डेन टल्किरहेछ यहाँ हेर्न सक्नुहुन्छ माथि राम्रो एक्सपिरियन्स भइरहेछ अहिले अहिले ट्रेल चाहिँ यस्तो छ यस्तो चाहिँ ट्रेल स्नोको बिचबाट हामी हिँड्दैछौँ ट्रेल चाहिँ अब जहाँ जहाँ मान्छेले खुट्टा टेक्यो त्यतै रहेछ अल्टिट्युड गेन हुँदाखेरि अलि थोरै हिँड्दा पनि सास चाहिँ फुल्ने रहेछ किन भन्दाखेरि हामी त्यहाँबाटै निस्केको 30 मिनट पनि भएको छैन अहिले चाहिँ अब मेबी हाम्रो अल्टिट्युड गेन चाहिँ 100 मिटरको भएको होला भन्ने प्रेडिक्ट गरौँ होइन अब अलि माथि पुगेपछि फेरि अरू पनि यहाँ हाम्रो साथीहरू यहाँ रहेछन् ल कस्तो भइरहेछ त्यही गोल्डन र हामी चाहिँ एकछिन ब्रेकमा बसेको छौँ यहाँ कति मिनट हिँड्यो होला कति मिनट हिँड्यो हामी आधी घन्टा जति हिँड्यो होला एकछिन हामी ब्रेकमा बसिरहेछौँ
यहाँ छ र अब अर्को भनेको चाहिँ यहाँनिर गोल्डन हिमाल छ यहाँ यस्तो छ सबतिर यहाँबाट चाहिँ पानी झर्यो कि यो हिउँनै झर्यो हो यहाँ बसेपछि चाहिँ हिउँनै हुने रहेछ होइन किनभने यहाँ हेर्दाखेरि धेरै त रहेन रहेछ यतातिर चाहिँ अलिकति ल यहाँनिर हेर्नु यहाँ अहिले खुट्टा हेर यहाँ कति गाडिन्छ यहाँ खुट्टा ल हाम्रो ब्रेक सकेको छ हामी अब माथि माथि जाँदैछौँ ल कति 100 कति 128 फुल गरेर आएको हो क्या 128 खाली गरेर आएको हो क्या त्यति नै थियो 256 हो हाम्रो दत्त दाइ हेलो कस्तो भइरहेछ तपाईँलाई यो सास फुल्यो एक्सपिरियन्स कस्तो छ अहिलेसम्मको एक्सपिरियन्स त दामी छ भ्यूहरू कस्तो छ अघिदेखि हिँडेर अब एउटा सानो ब्रेकमा छौँ हामी अहिले पानी ब्रेक अब ऋषभ र कृतिका चाहिँ आउँदैछन् परबाट हिमाल टल्किरह यो भन्दा नि अगाडि अन्नपूर्ण थर्ड सिधा बिचवाला चाहिँ पानी खाने हो मस्तले त्यसपछि फेरि हिँड्न थाल्ने हो अहिले चाहिँ खोलाको किनारमा छौँ हामी यो ठ्याक्क अन्नपूर्ण थर्ड देखिरहेको छ हाम्रो अगाडि अन्नपूर्ण थर्ड अगाडि छ लेट्स गो अब फोटोसोटो एक दुईवटा फोटोसोटो खिचेर हामी त्यही हिँड्न थाल्छौँ हाम्रो टोलीहरू चाहिँ तलबाट आउँदैछन् होइन उतैनिर छन् यहाँनिरबाट आउँदै 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 आउँदैछन् हाम्रो भाइ यहाँ छ मजा आइरह यहाँनिर यहाँ खुट्टा पनि हेर्नु कति गाडिन्छ ए यस्तो छ यहाँ चाहिँ पुरै रमाइलो भइरहेछ भाइ ट्रायल चाहिँ यस्तो छ हामी अब यताबाट माथि माछापुछ्री बेस क्याम्प अब लाग्दैछौँ दाइहरूले भनेअनुसार 1 घन्टा जति कन्सटेन्टली हिँड्यो भने 1 घन्टा नत्र अब त्यस्तै 2 आवरमा चाहिँ माछापुछ्री बेस क्याम्प पुगिन्छ भन्ने छ way to MBC. MBC माछापुछ्री बेस क्याम्प पाउन लागेछ फाइनली माछापुछ्री बेस क्याम्प
माछापुछ्री बेस क्याम्पको लजमा आइपुग्यो हामी चाहिँ। अल्टिट्युड 3700 मिटर। अहिले सास फुल्ने रहेछ। हिजोको 2 दिनको जति हिँडेको थियो त्योभन्दा आज हामीले 4 घन्टा हिँड्दाखेरि थकाइ बढी भयो अल्टिट्युडले गर्दा। माछापुछ्री बेस क्याम्प हिउँ पर्न खोजिरह। अब खाना खाएर फेरि एबिसीसम्म। भर्खर खाना खाएर हिँडेको अलिकति इनर्जी छ। यहाँ छन् हाम्रो साथीहरू सबजना यता परसम्म चाहिँ यहाँ हामी एबिसीतिर गएको छौँ। त्यो पोइन्टबाट उकालो सिद्धिन्छ अनि त्यहाँबाट सम्म बाटो छ। होप सो लेट्स गो। एकछिन रेस्ट लियो। रेस्टपछि फेरि माथि चल्दैछौँ हिँड्दैछौँ। अब हल्का हल्का स्नोफल भइरहेछ। यहाँबाट आउँदै हुनुहुन्छ हाम्रो दाइहरू आउँदै हुनुहुन्छ। अर्को तल ऊ पर छन्। एकजना रोकेर सबलाई रोकाइरहनु भएको छ त्यहाँ। हो भने पछि आउँदैन। अब अलिकति मौसम बिग्रेला जस्तो छ, त्यही भएर चाँडो जानुपर्छ। ल दाइ ल। माछापुछ्री बेस क्याम्पदेखि अन्नपूर्ण बेस क्याम्प जाँदैछौँ हामी। हाम्रो साथीहरू चाहिँ उता लाइनै आउँदैछ यहाँबाट 6 जना। मैले अगाडि लिड गरिरहेको छु, अगाडि हिँड्दै बाटोहरू। रमाइलो भइरहेछ एक्सपिरियन्स। यस्तो छ पुरै ट्रेलै। हामी चाहिँ माछापुछ्री बेस क्याम्पबाट कम्ती भने 3 घन्टा हिँडेपछि, झन्डै 3 घन्टा हिँड्यो होइन। 3 घन्टा हिँडेपछि हामी आएको छौँ फाइनल्ली हाम्रो डेस्टिनेसनमा, अन्नपूर्ण बेस क्याम्प। अन्नपूर्ण बेस क्याम्प। हेलो गाइज, गुड मर्निङ। हामी चाहिँ अन्नपूर्ण बेस क्याम्पमा छौँ अहिले र बाहिरको मौसम चाहिँ यस्तो छ अहिले। हामी चाहिँ अब उतैनिर जान लाग्छौँ। यहाँनिर त्यहाँनिर ग्लेसियर छ हेर्नलाई। त्यहाँ पुगेपछि अब फेरि देखाउँछु। कति गइरहेछ चाहिँ यस्तो बाटो चाहिँ यस्तो छ फेरि हिँड्नलाई। अब कहाँ गयो फेरि तिमीहरू? त्यो त अगाडि पो रहेछ यस्तो।
हुने थिएन। ओहो यस्तो तलसम्म छ। टाइम लास्ट बनाउने भन्ने प्लान त बेस क्याम्प चाहिँ अलि यता यता सर्दै सर्दै आएको अरे अहिले चाहिँ। पहिला यतैतिर थियो अरे, अहिले सरेर अलिकति तल भएको छ। टुप्पो चाहिँ अब अलिअलि खुल्दैछ त्यहाँ माथि है। यो चाहिँ यहाँनिर चाहिँ एकदम डरलाग्दो खड्डा छ। अनि यता यता सर्दै सर्दै आएको छ अरे अहिले यो माउन्टेन पनि होइन। अनि बेस क्याम्प पनि सरेको छ यहाँबाट अलिक तल। पहिला यही साइडतिर थियो अरे बेस क्याम्प। हामीले गाइडसँग कुरा गरेको थियौँ, पहिला यतैतिर बेस क्याम्प हुन्थ्यो अरे यही साइडतिर। अहिले अलिक पर अझ तल सरेछ। हात चाहिँ लास्ट छिराउँदो रहेछ। अब माथिबाट भ्यू देखाउँछु। तल चाहिँ यस्तो छ भ्यू। यहाँ माथि खुल्दैछ मजाले अहिले चाहिँ अलिअलि। यता पनि हो नि हिमाल हो। यहाँनिर फोटो खिच्दै बस्दैछन् हाम्रा टोलीहरू त्यहाँनिर माथि। अब बल्ल म पनि फोटो खिच्न आइरहेको छु यहाँ। ओहो हात ठेलेर पुरा। भर्खरै फोटोसोटो खिचेर आइयो। अब ब्रेकफास्टतिर हामी जाँदैछौँ। यहाँ लाइनै जाँदैछन्। यहाँ पछाडि हाम्रो आउँदै हुनुहुन्छ। यो चाहिँ अब यही होइन मेमोरियल भनेको। यहाँ अब को चढ्दाखेरि बितेको मान्छेहरूको यहाँ मेमोरीको लागि बनाएको छ यो सब। यो ओहो भासिने स्नो छ पुरै। यो गाउँ चाहिँ गाउँ पनि के भने यो सबै होटेलहरू हुन्। सबै होटेलहरू बेस क्याम्पको लजहरू। हल्टिरहेर केही छैन। एउटा रेन्ज खिचौँ न। भर्खरै फोटो भ्यू पोइन्टबाट फोटो खिचेर हामी यहाँनिर आएको छौँ ब्रेकफास्ट गर्नलाई। सबजना अब ब्रेकफास्ट खाएर हिँडिहाल्ने। हाम्रो आजको टार्गेट भनेको यहाँ एबिसीबाट हाम्रो छोमरुङ छ होइन। अब छोमरुङसँग हाम्रो टार्गेट छ हुन चाहिँ। अब हेरौँ सिनेमामा कतिखेर पुगिन्छ। सिनेमामा अब 3तिर पुग्यो भने चाहिँ हामी छोमरुङसँग पनि जान्छौँ। नत्र अब राति पऱ्यो भने चाहिँ हामी सिनेमा अप्पर सिनेमातिरै बस्छौँ होला।